सबै कमरेडरमा एकचोटि फेरि म केन्द्रीय महाधिवेशन आयोजक समितिको तर्फबाट र मेरो तर्फबाट तपाईहरु सबैलाई क्रान्तिकारी अभिवादन गर्न चाहन्छु र यो कार्यक्रमको सफलताको र यो चाड पर्वको उपलक्ष्यमा तपाईहरु सबै जो यहाँ उपस्थित हुनुहुन्छ र देशभरि र विश्वभरि रहेका नेपाली दिदीबहिनी दाजुभाइहरुप्रति हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यस वर्षको हामीले यो शुभकामना आदान प्रदान कार्यक्रम एउटा विशेष राजनैतिक परिस्थितिमा अलि असाधारण र चुनौतीपूर्ण राजनीतिक परिवेशमा हामी उपस्थित छौं। मलाई लाग्छ यो परिस्थिति बारे हाम्रो पार्टीको धारणा के हो, हाम्रा जनसंगठनहरूको धारणा के हो भन्ने बारे ट्रेड युनियनको तर्फबाट बोल्ने कमरेडहरूले अनि विभिन्न ट्रेड युनियन संघका प्रतिनिधिहरूले र भर्खरै प्रदेशहरूको तर्फबाट कमरेड सरल सहयात्रीले र केन्द्रीय सचिवालयको तर्फबाट कमरेड वर्षमान कुनले राखिसकेपछि मैले अब धेरै भन्नुपर्ने लागेको छैन। उहाँले सठिक रूपमा अहिलेको परिस्थिति र आजको आवश्यकता बारे राखिसक्नु भएको छ। म उहाँहरूलाई धन्यवाद भन्दै र तपाईहरु सबैलाई ती कुराहरूलाई गम्भीरतापूर्वक चिन्तन मनन गर्न अनुरोध गर्न चाहन्छु र मैले अहिले धेरै व्याख्या र भाषण गर्नु छैन। हामीले यस बीचमा धेरै कुरा भनेका पनि छौं, धेरै काम गर्दै अगाडि बढेका पनि छौं। सबभन्दा पहिला हामीले यहाँ पनि श्रद्धाञ्जली व्यक्त गर्यौं जनयुद्धका शहीदहरुप्रति, जनआन्दोलनहरूका शहीदहरुप्रति र जेनजी आन्दोलन भनेर नयाँ युवाहरूले गरेको आन्दोलनका ती महान शहीदहरुप्रति पनि हामीले श्रद्धाञ्जली व्यक्त गर्यौं। म लामो व्याख्या नगरी ती तमाम युवाहरू, जेनजी युवाहरूलाई मैले तपाईहरुका माग जायज छन्, सरकारलाई खबरदारी गरिएको थियो कहीं जेनजी युवाहरूको आन्दोलनमाथि बल प्रयोग नगरियोस् भनेर सबभन्दा पहिला तपाईहरुको पक्षमा बोल्ने र तपाईहरुमाथि ज्यादती नहोस् भन्ने पहिलो पार्टी माओवादी केन्द्रै हो, हेक्का रहोस्। 23 गते बेलुका सबभन्दा पहिला आधिकारिक र वैधानिक ढंगले पार्टीको पदाधिकारीको बैठक बसेर आन्दोलनमा भएको बर्बर दमनको भर्त्सना गर्ने र ती तमाम मृतकहरूलाई शहीद घोषणा गर्ने र दमन गर्ने प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामाको माग गर्ने पहिलो पार्टी पनि माओवादी केन्द्र हो। जेनजी युवाहरूलाई हेक्का रहोस्। मैले अहिले के चाहिँ भन्न चाहन्छु भने तपाईहरुलाई के बुझ्ने, 23 गते तपाईहरुको आन्दोलनलाई के भनेर बुझ्ने, देशभित्र दुईटा विचार छन्। एउटा विचारले भनेको छ तपाईहरु आतंककारी नै हो, तपाईहरुले सुन्नु भएको छ नि, तपाईहरुको आन्दोलनलाई आतंककारीहरुको आन्दोलन भनेर आरोपित गर्ने एउटा विचार छ। एक थरी मान्छेहरु छन्, एक थरी पार्टी र नेताहरु पनि छन्। तपाईहरुलाई आतंककारी भन्दा चसक्क बिज्ने हिजो जनयुद्धका बेलामा यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक अधिकारको निम्ति लड्न खोज्दा हामीलाई आतंककारीकै आरोप लगाइन्थ्यो र तपाईहरुलाई आतंककारी भन्दा हामी तपाईहरु चाहिँ हाम्रो उत्तराधिकारी ठानेका छौं। हामीले हेक्का रहोस्। मलाई थाहा छैन तपाईहरुले मेरो भनाइ बुझिराख्नु हुन्छ या हुन्न, तर म यो मञ्चबाट आज नेपालका प्रमुख चाड पर्वको उपलक्ष्यमा म तपाईहरुलाई जनक्रान्तिका हाम्रा उत्तराधिकारी ठान्छु। त्यसकारण गर्वका साथ हामीले केन्द्रीय समितिबाट तपाईहरुलाई सलाम भनेका छौं। हेक्का राख्नु होला, भ्रममा नपर्नु होला।
र म यो मञ्चबाट तपाईहरुलाई अलग अलग त मैले कुरा गरेको छु, एकचोटी सामूहिक छलफल गरेर आउने दिनमा तपाईहरुका मुद्दा र हाम्रो मुद्दामा भएको समानताको आधारमा आउने निर्वाचनमा अत्यधिक मत सहित हाम्रा एजेन्डा पूरा गर्ने बेला आएको छ। म तपाईहरुलाई अपिल गर्न चाहन्छु। मैले भन्ने एउटा कुरा, मेरो कुरा सबै जेनजी युवा र जेनजी आन्दोलनका हामी प्रतिनिधि हौं भन्नेहरुको कानमा परोस्, तपाईहरुलाई जानकारी होस् आफ्नो सच्चा अभिभावक को हो, आफ्नो सच्चा नायकहरु को हुन् भन्ने छुट्याउने तपाईहरुमा क्षमता प्राप्त होस् भन्ने शुभकामना भन्न चाहन्छु। इतिहासमा महान क्रान्तिकारीहरूले भन्ने गरेका छन्, क्रान्तिमा आफ्नो मित्र को हो र आफ्नो दुश्मन को हो भनेर छुट्याउने कुरा धेरै महत्त्वको हुन्छ। यदि हामीले आफ्नो मित्रलाई दुश्मन जस्तो, दुश्मनलाई मित्र जस्तो ठान्यौं भने हाम्रो उद्देश्य कहिल्यै पनि प्राप्त हुँदैन, क्रान्तिकारी आन्दोलन सफल हुँदैन। म यो कुरा स्मरण मात्रै गराउन चाहन्छु। तपाईहरुले आफ्नो मित्रलाई, आफ्नो अभिभावकलाई, आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ। म अपिल गर्छु, आउन सँगै बसौं, राम्रोसँग समीक्षा गरौं, छलफल गरौं र आउने दिनमा तपाईहरुले भने जस्तै भ्रष्टाचारको अन्त्यको निम्ति, सुशासनको स्थापनाको निम्ति, तपाईहरुले भने जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निम्ति, तपाईहरुले भने जस्तै आर्थिक विकास र समृद्धिको निम्ति बसेर सल्लाह गरौं, एउटा रोडम्याप बनाऊ। डिजिटलाइजेसनको आजको युगमा तपाईहरुको क्षमता, आईटीसँग त्यसलाई परिचालन गर्ने तपाईको क्षमता र क्रान्तिकारी विचारको बीचमा एउटा फ्युजन गर्ने सम्भावना छ। म तपाईहरुलाई अपिल गर्न चाहन्छु। मैले भन्न चाहने आज एउटा कुरा यही नै हो। दोस्रो कुरा, अहिलेको यथार्थ के भयो भने हामी समेतले केही न केही भूमिका खेलेर आज सम्माननीय सुशीला कोइराला, सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार छ। यो यथार्थ हो। हामी समेत त्यो अन्तरिम सरकार बनाएर कहीं न कहीं देशमा हुन लागेको यो भन्दा ठूलो दुर्घटनाबाट बचाउने हामीले केही न केही भूमिका खेल्ने अवसर हामीलाई प्राप्त भयो। मैले पहिला पनि भनेको छु, यो सरकार पहिलाका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा केपी ओलीकै सिफारिसमा बनेको सरकार हो सुशीला कार्की नेतृत्वको सरकार। यो हाउमा बनेको भनेर अहिले जे भनेको छ झुट, त्यो सत्य होइन। हामीले उहाँले पठाएको चिठी हेरेका छौं। हामीले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनको निम्ति सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर आजको यथार्थ के पनि यो अन्तरिम सरकार मात्रै होइन। यो अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन फागुन 21 गतेको निर्वाचन हो। यो आजको नेपाली समाजको यथार्थ हो। यसलाई टेक्न छोडेर अर्को कुनै नारा उठाउन थालियो भने त्यो फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउने बाहेक केही हुन सक्दैन। त्यसकारण म दोस्रो कुरा के भन्न चाहन्छु भने कुनै वितन्नातिर नजाउँ। हिजो पटक पटक संसद विघटन गर्नेहरूले अहिले संसद पुनर्स्थापनाका कुरा गर्नु जस्तो हास्यास्पद कुराहरू केही हुन सक्दैन। म ती साथीहरूलाई यस्तो वितन्नाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न म आग्रह गर्न चाहन्छु। मैले कुनै यहाँ आवेग र आक्रोश व्यक्त गर्दै छैन। यथार्थ यही नै हो।
र नेकपा एमालेका साथीहरूलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर बृहत सहकार्य गरौँ। यो नै देशको संविधानको लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो। यसलाई भान्ने दुचेष्टा कसैले नगर्नु। म दोस्रो यो कुरा म सबै राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबैलाई पनि अपिल गर्न चाहन्छु। आज सिङ्गो राष्ट्र एक भएर घोषित निर्वाचन सफल पार्न सबैले आफ्नो ठाउँबाट योगदान गरौँ। अनि त्यो संविधान निर्वाचनबाट आउने सदनबाट संविधान संशोधनको प्रक्रियामा अगाडि जाउँ। जेनजी युवाहरू र हामी माओवादीहरूले पनि हिजोदेखि भनेका कुराहरूलाई पूरा गर्नको लागि संविधान संशोधन र परिमार्जनको प्रक्रिया सुरु गर्ने संकल्प गरौँ। यही देशको निम्ति निकासको बाटो हो। यति बेलाको तपाईँ हामी सबै एक भएर राष्ट्रिय समझदारीका साथ, सहमतिका साथ अगाडि जाँदा निर्वाचन सफल हुन्छ। मैले जति बुझेको छु यो 1 महिनाभित्र म सरकार निर्वाचन गर्न गम्भीर छ भन्ने मलाई विश्वास भएको छ र हाम्रा अन्तर्राष्ट्रिय मित्रहरू पनि नेपालमा निर्वाचन सफल पार्न सहयोग गर्ने मनस्थितिमा भएको पनि मैले बुझेको छु। त्यसकारण हामी नेपालीहरूको अगाडि रहेको यो विकल्प सबभन्दा राम्रो विकल्प, सबभन्दा सहज विकल्प, संविधान अलिअलि ट्र्याक छुटेकै छ, त्यो संविधानलाई ट्र्याकमा ल्याउने विकल्प, संविधान संशोधनतिर अगाडि बढ्ने विकल्प पनि यही नै हो। त्यसकारण म सबैसँग नेपाली कांग्रेस, नेकपा एमाले लगायत सबै राजनीतिक दल, सबै नागरिक अगुवाहरू, बुद्धिजीवीहरू सबैलाई एक भएर राष्ट्रिय सहमतिका आधारमा निर्वाचन सम्पन्न गर्न अपिल गर्न चाहन्छु। मेरो दोस्रो कुरा। तेस्रो कुरा, संघीय लोकतान्त्रिक गणतन्त्र र यो मार्फत जनताका मुद्दा सफल पार्न हामी एकातिर बृहत वामपन्थी एकताको आवश्यकता महसुस गरेका छौँ। हामी समाजवादी मोर्चामा आबद्धहरू छिटै एकता घोषणाको तयारीमा छौँ र त्यतिले मात्रै पुग्दैन। देशमा सबै वामपन्थी शक्तिहरू देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणको निम्ति हामीले भनेका छौँ। राष्ट्र यति ठुलो सङ्कटमा पहिला कहिले हामीले देखेनौँ। यति ठुलो सङ्कटमा छ यति बेला र यो राष्ट्रिय सङ्कट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य छ। राष्ट्रिय एकताले मात्रै हामीले यो सङ्कटको सामना गर्न सक्छौँ र देशलाई फेरि हाम्रा पुर्खाहरूले जसरी यसको स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा गरेका थिए, हामी परिवर्तित परिस्थितिमा त्यही राष्ट्रिय एकताको ताकतमा मात्रै यसलाई हामी अक्षुण्ण राख्न सक्छौँ। त्यसकारण बृहत वाम एकता एकातिर र अर्कोतिर लोकतन्त्रवादी, देशभक्त, राष्ट्रलाई माया गर्ने सबैसँग पनि एउटा बृहत्तर मोर्चाको निम्ति पनि म आज विशेष अपिल गर्न चाहन्छु। आज सांस्कृतिक पर्वहरूका सन्दर्भमा आयोजित यो संवेदनशील शुभकामना आदान प्रदान कार्यक्रम मार्फत ती सबै शक्तिहरूलाई म देशभन्दा ठुलो केही छैन। कतिपय मानिसहरूले भन्ने गर्छन् पार्टी अध्यक्ष छोड, म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म तयार छु। आजै म तपाईँहरूको अगाडि घोषणा गर्न चाहन्छु, देश बच्न पर्यो। हामीलाई अध्यक्ष पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो। मैले यिनै कुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजन समितिमा, अध्यक्षलाई सम्मेलन र अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु।
र म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसँग अपिल गर्न चाहन्छु। मैले भने तेस्रो कुरा यो छ। र अन्तिममा हामी कोही निराश हुनुपर्ने अवस्था छैन। हामीले निकै ठुलो सङ्घर्ष र बलिदान गर्दै यहाँसम्म आइपुगेका छौँ। जेनजी युवाहरूले 23 गतेको आन्दोलन मार्फत राजनीतिमा आफ्नो उपस्थिति दर्ज गरेका छन्। मैले भने ती हाम्रा उत्तराधिकारी हुन्, अरूका होइन। क्रान्तिकारीका उत्तराधिकारी हुन् जेनजी युवाहरू। अरूले धेरै लोलोपोतो नगरे हुन्छ। हामी हिजोका क्रान्तिकारी, प्रतिक्रियावादीद्वारा आतंककारी भनिएका हामी, तपाईँ जेनजी युवाहरू आजका क्रान्तिकारी, अहिले पनि प्रतिक्रियावादीले तपाईँलाई पनि आतंककारीकै दर्जामा राख्न चाहेका छन्। आउनु सबै क्रान्तिकारी एक भएर यो देशलाई अझ उन्नत समुन्नत बनाउने संकल्प गरौँ। म फेरि पनि अपिल गर्न चाहन्छु सबै युवाहरूलाई, आउनुहोस् सँगै बसेर छलफल गरौँ र यो देशलाई निकास दिने उपायबारे चर्चा गरौँ। तपाईहरुले हासिल गरेको टेक्निकल क्षमता र हामीले दशकौं लगाएर हासिल गरेको विचारको क्षमतालाई एक ठाउँमा केन्द्रित गरियो भने दुनियाँको कुनै ताकतले हामीलाई हराउन सक्ने छैन। हामी जित्छौँ, हामीले जित्नै पर्छ। यही अपिल गर्दै र फेरि पनि शुभकामना भन्दै बिदा हुन्छु। धन्यवाद।